गाइज वेलकम माइनो च्यानल। आज हामी हिँड्न जाँदैछौँ। हिँड्न जाने चाहिँ खासमा भात पचाउन हो। त्यही भएर हजुरहरूलाई अगाडिको नजारा नि देखाइदिन्छु। यहाँ हामी रातिमा हिँडिरहौँ, त्यही भएर किचकिच आवाज आयो होला। अगाडि मान्छे हिँडेको नि देखिन्न, तर यहाँ चाहिँ अगाडि ठुलबाबा ठुलमम्मी अनि फेरि मेरो मम्मी हिँडिराख्नु भएको। अगाडि जान हामी छिटो लगाएर देखाउँछु। छिटो अगाडि जाऊँ। बरु आउटको लागि पनि पैसा लाग्छ नि दिन्छु, तर बच्चाहरूलाई राम्रो हुन पर्छ। बरु भनौँ एउटा हेल्परले यिनीहरूले पर्दा अब जाम अब अगाडि अनि गएर हेरौँ। बाटोमा पहिला गएर हामी गए राम बरु लगेर यसमा अलि रासी त पढाउ भन्नु पर्यो। बाउला हात छोराको चाहिँ हाते अब तल घरै आएन भने त हामी अलि उतासम्म हिँड्न जाने। यस्तो हो नि त जय दाइ, अहिलेको जमाना भनेको इन्डेक्स छ, पहिलाको जस्तो होइन। अब त जाम गाइस उतासम्म हिँड्न। गाइस अनि जाम अगाडि धेरै कालो छ, त्यही भएर केही देखिएन। गइहालौँ छिटो। अगाडि यहाँ जाने छ बाटो, तर अब हामी घुम्छौँ। देवघाटमा त दाइ भर्खरै हजुरमा गएर हालिन्छ भने भर्खरै घाँस हुन्छ के। तर धिनाजुले के भन्नुभयो भने तिमीलाई छोराको त्यस्तो संस्कृतै पढाउँछु भन्ने छ भने बोर्डिङ खोलेर पहिला इङ्ग्लिस निकालो, इङ्ग्लिस निकालो, 11-12 साइन्स लिएर पढा। त्यस्तो ट्यालेन्ट चाहिँ होइन, तर पढ्न बसाल्यो भने नपढ्ने होइन कि। म्याथ त छ क्या। हामी अब यहाँ यता सनी सुहाउने दिदीको घरमा नेपाली हो त्यो दिदी चाहिँ। यो मेरो म चाहिँ ब्लगिङ आइफोनमा गर्छु। तर हामी यहाँ अगाडि फर्किन्छौँ। यता नै अगाडि अस्ति नै गैडा र करेन्ट सर्पा थियो। कस्तो मजाले पुरै लेख्नु हिँड्दा तिमी कति राम्रो थियो। अन्त त्यो संस्कृत टुक्का लेख्दा बोर्डिङको चाहिँ पैसा बजार गाइस अझै अगाडि हाम्रो भ्लग चाहिँ कुनै 3 मिनटको हुन्छ, कुनै हुँदै हुन्न, कुनै फोटो नै हुन्छ, कुनै 2 मिनटको हुन्छ, कुनै 5 मिनटको हुन्छ, कुनै 10 मिनटको हुन्छ। यो चाहिँ गैडा आउँछ, यता त गैडा आउँछ होइन। पढेन भनौँ भने के आउँदैन यसलाई। मन नडोला अब जे भयो। हाम्रो मम्मीले नि के भन्छ भने अब मन नडुला छोड्दै त्यहीँ जसरी पढ्छ अब कहाँ दिदी मानी हिँड्ने नि गएर आजको इङ्ग्लिस साइन्स भोल्ट
आजको लागि यति नै गाइस बाई बाई टाटा सी यू